साथीहरु नमस्कार। आज म एउटा साधारण तर विशेष भिडियो लिएर आएको छु। जसले पनि भिडियो एडिटिङ सम्बन्धी वा आफ्नो व्यवसायलाई सफल बनाउनको लागि भिडियो एडिट गर्नुहुन्छ, उहाँहरुको लागि प्रयोगमा आउने अति आवश्यक चीज भनेको एउटा राम्रो क्वालिटीको माइक हो। जुन माइक कहाँ किन्ने, कसरी किन्ने र सकलले नकली छुट्याउने केही टिप्सहरु म बताउन गइरहेको छु। सबैभन्दा पहिला हेर्नुहोस्, यहाँ मैले 3 वटा राखेको छु। 3 टा मध्ये 2 टा मेरो डुप्लिकेट अरु नै स्टोरबाट किनेको कुनै पनि आधिकारिक विक्रेताबाट हैन। त्यसै गरेर तपाई हेर्न सक्नुहुन्छ अर्को यो बोया। यो तीनवटै बोया कम्पनी हो। यसमध्ये बेस्ट भनेको कुन हो, ओरिजिनल भनेको कुन हो, जुन तपाईले यहाँ देखिराख्नु भएको छ BOYA जुन लेखेको छ, यसमा प्रिन्ट भएको छ। यो अलि फरक छ। यसको यो लेखेको भित्रपट्टि पनि स्टिकर जस्तो लगाएको छ। र त्यसै गरी अब अर्कोमा हेर्न सक्नुहुन्छ, यसमा बोया पञ्च गरेर थापिएको जस्तो देखिन्छ। र यो कपीमा पनि यस्तै छ। अनि यो ओरिजिनल तपाईले रेट अलि महँगो पर्छ। यसको मूल्य 2450 रुपैयाँ मैले तिरेको छु आजको दिनमा। यहाँ BOYA यो अक्षर अलि ठुलोमा लेखेको हुन्छ र अर्को कपी जुन बजारमा तपाईले जहाँ पाए त्यही किन्नुहुन्छ त्यहाँ बोया सानो अक्षर लेखेको हुन्छ। र यसमा याद गर्नुस् कुनै पनि लोगो हुँदैन यो माइक कस्ने ब्यान्डमा। र त्यसै गरी कपीमा चाहिँ तपाईले एउटा लोगो पनि पाउन सक्नुहुन्छ। हो यो कपी हो, जुन लोगो देखिराख्नु भएको छ यो कपीमा देखिन्छ। त्यसै गरिसकेपछि माइकको साथसाथै हरेक कुनै पनि वस्तु खरिद गरिसकेपछि आधिकारिक पसलले तपाईलाई भ्याट बिल उपलब्ध गराउँछ। यदि भ्याट बिल उपलब्ध नगराएको खण्डमा उक्त वस्तु क्वालिटीको होइन, लोकल हो वा डुप्लिकेट हो भनेर आफै बुझ्न सक्नुहुन्छ। कुनै पनि वस्तुको तपाईले खरिद बिक्री गरिसकेपछि भ्याट बिल लिनु र दिनु हामी सबैको दायित्व हो।